एक्सन स्टार गृहमन्त्री सुदनको ग्रह दशा नै बिग्रियो। अरूलाई भटाभट पक्राउ गरिरहेकै बेला उठ्यो सुदनलाई नै पक्राउ गर्नुपर्ने माग। पर्दा पछाडिको भयानक खेल छताछुल्ल तातियो रासोपा। रवि पनि उत्रे एक्सनमा। सुदनलाई बालेनले किकआउट गर्दैछन्। सम्भावित नयाँ गृहमन्त्रीको नाम नै बाहिरियो। अरूलाई भटाभट हतकडी लगाउन आदेश दिने गृहमन्त्री आफै हतकडीको पर्खाइमा छन् भन्दा तपाईलाई कस्तो लाग्छ? बालेन शाहको सरकार बनेको 1 महिना पनि बितेको छैन, तर गृह मन्त्रालयमा ठूलो भुइँचालो गएको छ। एक्सन स्टार भनेर चिनिएका गृहमन्त्री सुदन गुरुङको कुर्सी अब धर्मरायको मात्र छैन, उनलाई नै पक्राउ गर्नुपर्ने आवाज सडकबाट उठ्न थालेको छ। तर पर्दा अगाडि जे देखिँदैछ के सत्य त्यही मात्र हो वा एउटा निकै भयानक र अध्यारो खेल खेलिँदैछ? देशले अहिले सास रोकेर हेरिरहेको छ। 76 जना वीर शहीदहरूको रगत र बलिदानबाट आएको भनिएको यो जेनजी क्रान्तिले बनाएको सरकारमाथि अहिलेसम्मकै गम्भीर नैतिक संकट आइपरेको छ। कुरा एकदमै सिधा छ। देशको सुरक्षा र अनुसन्धानको नेतृत्व गर्ने गृहमन्त्रीको नाम सम्पत्ति शुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमै रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको छ। जुन व्यक्तिमाथि छानबिन भइरहेको छ, गृहमन्त्री आफै ती व्यक्तिको कम्पनी स्टार माइक्रो इन्स्योरेन्समा शेयर साझेदार रहेको प्रमाण छताछुल्ल भएको छ। आफू संलग्न कम्पनी र व्यक्तिको निष्पक्ष छानबिन आफै कुर्सीमा बसेर कसरी सम्भव छ? जेनजी मुभमेन्टले सडकबाटै अल्टिमेटम दिइसकेको छ कि राजीनामा कि पक्राउ। अहिले बालुवाटारदेखि रासोपा कार्यालयसम्म तनावको पारो उच्च छ। राति 8 बजे जब शहर निदाउने तर्खरमा थियो, गृहमन्त्री सुदन गुरुङ सुटुक्क बुढा नीलकण्ठ पुगे। सभापति रवि लामिछानेको घरमा मध्यरातसम्म चलेको त्यो गोप्य भेटघाट अनि त्यहीबाट प्रधानमन्त्री बालेन शाहलाई गरिएको फोन, यी सबै दृश्यले देखाउँछन् सत्ता कसरी हल्लिएको छ। रासोपाको आकस्मिक बैठक बस्दैछ। हिजो मात्रै श्रम मन्त्री दीपक शाहलाई परिवारवादको आरोपमा बर्खास्त गरेका प्रधानमन्त्री बालेनका लागि अब सुदन गुरुङ घाँटीको हड्डी बनेका छन्। यो एउटा सामान्य मन्त्री फेरिने घटना मात्र होइन, यसले प्रत्यक्ष रूपमा तपाईँ र मेरो भविष्यसँग सरोकार राख्छ। यसले देशको अर्थतन्त्र र नयाँ पुस्ताले देखेको सुशासनको सपनालाई गम्भीर चोट पुर्याएको छ। पहिलेका नेताहरूले जे गर्थे अहिलेका नयाँ अनुहारहरूले पनि त्यही गर्ने हो भने यो देशको ताला चाबी कसको हातमा सुरक्षित छ? जनताले आश गरेको शक्ति नै कालो धनका शंकास्पद व्यक्तिहरूसँग व्यावसायिक साँठगाँठमा रहन्छ भने यो देशको न्याय प्रणालीमाथि कसले विश्वास गर्ने? तर सबैभन्दा ठूलो कुरा के हो भने यो मिडियाबाजी र राजीनामाको दबाव पछाडि एउटा अदृश्य र डरलाग्दो शक्तिले काम गरिरहेको छ। यो कथा जति सिधा देखिन्छ त्यति सिधा पक्कै छैन। ध्यान दिएर सुन्नुहोला। ठ्याक्कै यही समयमा गृहमन्त्रीको पुरानो शेयर लगानीको फाइल किन बाहिरियो? किनकि नेपाल धितोपत्र बोर्ड 7 ले नेपाल प्रहरीको सीआईबीलाई एउटा यस्तो फाइल बुझाउँदै थियो जसले नेपालका दर्जनौं ठूला उद्योगी व्यापारी र बैंकरहरूको निन्द्रा हराम गरिदिएको थियो। पब्लिक कम्पनीको अरबौं रकम शेयर बजारमा दुरुपयोग गर्ने माफियाहरूको त्यो कालो चिट्ठा सीआईबीमा पुग्नु भन्दा ठीक अगाडि यो मिडिया ट्रायल सुरु गरिएको छ। के यो साँच्चै नैतिकताको प्रश्न हो या कारबाहीको डण्डा चलाउन सक्ने गृहमन्त्रीलाई कमजोर बनाएर अनुसन्धान रोक्ने माफियाहरूको मास्टरमाइन्ड? भनिएको छ सुदन गुरुङ भ्रष्ट हुन्, तर भएको के हो? के उनलाई फसाएर ठूला माछाहरू उम्किने बाटो खोज्दैछन्? शेयर लगानी गर्नु र व्यावसायिक साझेदार भएर कालो धन्दा चलाउनु दुई फरक कुरा हुन् र यो लगानी जेनजी आन्दोलन भन्दा धेरै अगाडिको हो भनिन्छ। त्यसो भए सुदन गुरुङ यहाँ शिकारी हुन् कि आफै शिकार भइरहेका छन्? अब घटनाक्रमले नयाँ मोड लिएको छ। दबाव, स्वार्थ र शक्तिको यो भयानक लडाईँमा अब को टिक्छ र को बिक्छ भन्ने परीक्षा सुरु भएको छ। सरकार गठनकै बेला रवि लामिछाने र बालेन शाहबीच गृहमन्त्री कसलाई बनाउने भन्नेमा ठूलो टकराव थियो। बालेनले सुदनलाई रोजे, तर अब सुदनकै कारण बालेनमाथि प्रश्न उठेको छ। भित्रभित्रै रवि लामिछानेले आफ्ना विश्वासपात्र दीपक बोहरालाई नयाँ गृहमन्त्रीको रूपमा अगाडि सार्ने तयारी गरिसकेका छन्। समग्रमा हेर्दा यो नेपालको भविष्यको दिशा तय गर्ने एउटा ऐतिहासिक घुम्ती हो। हामीले सोचेका थियौं अब माफियाले नेता चलाउने दिन गए। पहिले माफियाले सिंहदरबार चलाउँथे, अहिले के हुँदैछ? के आज पनि एउटा व्यापारीले मिडिया ट्रायल गरेर देशको गृहमन्त्री फेर्न सक्ने तागत राख्छ?
यदि सुदन गुरुङ दोषी हुन् भने उनलाई कानूनको कठघरामा उभ्याउनै पर्छ, कसैलाई छुट छैन। तर यदि माफियाहरूको सेटिङले एउटा मन्त्रीलाई यसरी नै शिकार बनाउन सक्छ भने यो देशको राज्य सत्ता पूर्ण रूपमा असफल हुन नदिन आँटिला हिम्मतिला प्रधानमन्त्री बालेन निर्मम बन्नेमा जनता विश्वस्त छन्। आगामी केही घण्टा नेपालको राजनीतिक इतिहासमा निकै महत्वपूर्ण हुनेछन्। के बालेन र रविले कुनै कठोर निर्णय लेलान्? के शेयर बजारमा जनताको अरबौं लुट्ने ती ठूला अनुहारहरू पक्राउ पर्लान् वा गृहमन्त्रीको राजीनामाको खरानीले त्यो फाइललाई सधैँका लागि पुरिदेला? याद राख्नुस्, पर्दा अगाडिको अनुहार फेरिएर केही हुँदैन जबसम्म पर्दा पछाडिको अदृश्य हातलाई तोडिँदैन। हेर्दै जाउँ सत्य के हो र भ्रम के हो। आशा गरौं सत्य र न्यायको जित हुनेछ।